हेलो गाइज, हेलो हाई। म आज तपाईँहरूलाई फेरि पनि एउटा नयाँ नौलो ठाउँमा यसो जानकारी दिन गइरहेको छु हैन। सानोमा हामी किताब पढ्दाखेरि गोर्खाको लिगलिगकोटमा खल्ले राजाहरूले चाहिँ दौडेर राजा बन्थे भने पढ्दै आएका थिएँ र हामीले जति उमेरले बढ्दै आएँ यी कुराहरू धेरै पुस्तकहरूमा पढ्दै आएको थिएँ र इतिहास पनि सुन्दै आएका थिएँ। आज म यहाँ यो लिगलिगकोट आइपुगेको छु हैन। यहाँहरूलाई आज देखाउन गइरहेको छु। अनि यो लिगलिगकोटको चाहिँ बारेमा उचाइ यहाँको हैन, यहाँ खल्ले राजाहरूले चाहिँ राज्य गर्थ्यो भन्ने पृथ्वीनारायण शाहभन्दा अगाडि है। आज म यहाँ यो ठ्याक्कै लिगलिगकोटमै गएर यहाँहरूलाई चाहिँ देखाउन चाहन्छु। यो लिगलिगकोट चाहिँ अहिले व्यवस्थित तरिकाले बनाएको रहेछ हैन। यति सुन्दर ठाउँमा रहेछ हैन। यो नयाँ नै एकदमै नौलो ठाउँमा आएको छु। यहाँ चाहिँ राजदरबार थियो होला, त्यतिखेर घलेहरूले राज्य गरेको राजा दरबार थियो होला सायद। यो सिमेन्टले नलगाइकन यो चाहिँ ढुङ्गाले बनाएको त्यतिखेरको चारैतिर हैन। यो लडाइँ गर्दाखेरिको यो बङ्गर भन्छ, बङ्गर रहेछ हैन। यो स्थितिको यस्तो ठाउँ रहेछ। ल हेर्नुहोस्, लिगलिगकोटबाट चारैतिर यतिकै रमणीय ठाउँ देखिँदो रहेछ। पालुङटार यहाँबाट हैन, पालुङटार एयरपोर्ट यहाँबाट देखिरहेछ। त्यस्तै लमजुङदेखि लिएर यो चारैतिर हैन यस्तो ठाउँ रहेछ। यस्तो रमाइलो ठाउँ छ हैन। ढुङ्गाको वाल उठाएर यो कोट बनाएको रहेछ चारैतिर हैन। यो निकै नै राम्रो ठाउँ रहेछ, रमाइलो ठाउँ रहेछ। आइपुगेको छु आज हैन। सायद नेपालको ठुलो झन्डा होला हैन। हेर्नुहोस् है, डाँडामा पुरा सर्लक्कै यस्तै छ। नेपालको ठुलो झन्डा होला सायद हैन। अब त्यतिखेरको चाहिँ यो तिहार के भन्छन्, यहाँबाट चाहिँ लडाइँ गर्थ्यो भन्ने कुरा थाहा छ। तर वरिपरि खासै त्यति धेरै विकास चाहिँ भएको देखिँदैन। बाटोघाटो त खोलेको छ तर बजार क्षेत्र चाहिँ बनेको रहेनछ। यहाँबाट तल गयो भने छेबेटार हैन, आमुखैरेन झर्ने बाटो वहाँ अलि निकै नै टाढा नै छ, उतापट्टि हो त्यो साइडबाट। यताबाट मध्य पहाडी लोकमार्ग यो तलबाट गएको छ। त्यसै यहाँबाट गणेश हिमाल पनि देख्न सकिन्छ हामी हैन। गणेश हिमालदेखि लिएर अनि मनासलु त्यस्तै चारैतिर जताततै छ। ओके, झन्डा पनि नेपालको झन्डा द्रव्य शाहको पालादेखि नै हो क्या अरे हैन। यो लडाइँ गर्ने बङ्गर भन्छ यसलाई चाहिँ। चारतिर यो चाहिँ कम्पाउन्ड, फौजी भाषामा भन्नुपर्दाखेरि कम्पाउन्ड। यहाँ चाहिँ राज्यले चाहिँ त्यो व्यवस्था चाहिँ गरेर छ। एउटा इतिहास देखाउनलाई मात्रै यो कोडलाई चाहिँ सुरक्षित चाहिँ बनाएको रहेछ चारैतिर हैन। यहाँहरू घुम्न आउनुभयो भने त्यस्तै उता अब यहाँबाट चाहिँ सायद मौसम क्लियर भयो भने अन्नपूर्णसम्म देखिन्छ होला
त्यो माछा पुछ्रे नि देखिरहेको छ। यो माछा पुछ्रे हो कि यो अन्नपूर्ण हो, लमजुङको यो आँप पिपल यहाँ हो होइन। पोखराको आज हामी पोखरा जाने क्रममा यो बाटो प्रायः जसो म हिँडिरहन्छु, यसरी नै टक्क चाहिँ भइरहेछ होइन। पोखरा जाने बाटो यहाँबाट पालुङटार झर्ने हो। यहाँबाट चाहिँ मध्य पहाडी लोकमार्ग यहाँ तलबाट हो। टक्क यहाँबाट चाहिँ ठाडी पोखरी भन्छ नि। मेरो चाहिँ एकजना साथी हुनुहुन्छ। बाजे कस्तो लागिरहेछ? यता ओहो, नेपालको झन्डा नै टाउकोमा बोकेर हिँड्नु भएको छ त बाजेले। मेरो बुवा है खास हाँसोमा यसो भनेको हो। आज बुवा छोरा चाहिँ यसो पोखरा जाने क्रममा बुवालाई चाहिँ ठाउँ घुमाउँदै हिँडेको हो, पालुङटार है। अनि यता सुन्दर बजार, त्यसपछि बेसी सहर माथि पर्छ। चारैतिर घुम्ने मान्छेहरू नि आउँदो रहेछ। यहाँहरू पनि घुम्न आउनु होला। यहाँबाट चाहिँ पोखरा वहाँ के अरे डुम्रे हुँदै जाने बाटो त्यताबाट हो। अहिले हामी चाहिँ यहाँबाट हिँड्छौँ। यो बाटो चाहिँ मध्य पहाडी लोकमार्गको बाटो टक्क त्यताबाट हिँड्ने छ। छोटो बाटो चाहिँ अलि तलबाट हो, हामी चाहिँ माथिबाट चाहिँ घुम्दै आएको है। ओके गाइस, यहाँहरू पनि घुम्न आउनु होला। यसरी कहिलेकाहीँ चाहिँ घुम्नुपर्छ है, घुम्नुपर्छ। जिन्दगी के नै छ र होइन। घुम्दै हिँड्दै यसो अब इतिहास त रहन्छ, आफ्नो देशभित्रको गाउँठाउँहरू घुम्नुपर्छ। म चाहिँ घुमिरहन्छु होइन। अब यो त एकदमै हावा सर आउने ठाउँ रहेछ। त्यही भएर राजाले त्यतिखेर घले राजाले चाहिँ यो ठाउँमा चाहिँ राजी गरेको होला होइन। हिमाल एकदम निकै ओके यस्तो छ। यहाँहरू पनि घुम्न आउनु होला बेला बेलामा होइन। ओके, 8-9वटा हिमाल देखिँदो रहेछ है। ल हेर्नुहोस् है। ओके बाई।